आज पानी परेको पुरै जाम होला सबैतिर। मलाई चाहिँ फेरि हल्का मात्रै चिसो भयो भने खोकी लागिहाल्छ क्या। यस मैले 2-3 दिन युज गरेँ म्याग्नेटमा। लास्ट टाइम चाहिँ कस्तो भन्दाखेरि खस्छ कि भन्ने जस्तो डर लाग्थ्यो। अहिले चाहिँ त्यो डर अलि हराएको छ, खस्दैन होला। राम्रोसित एट्याच गरेको छु घरमा चाहिँ। यहीँबाट पुरै जाम देखिसकेँ। चाहिँ हल्का मिस्टेक भयो भने पुरै जाम हुन्छ। ओहो कत्रो बस पो छिरेर बसेर रहेछ त। त्यो बस पास नहुन्जेलसम्म पुरै जाम बस्नुपर्छ। अब त्यही हो, एज अलवेज युज गर्ने सर्टकट बाटो यही बाटो युज गर्नुपर्छ। त्यहाँबाट गयो भने चाहिँ कहिले पुग्ने घर चाहिँ। आज दिनभरि पानी परेको छ। त्यो एक ठाउँमा खत्रै खाल्टो छ क्या, ठुलै खाल्टो छ। बाइक त निस्किन्छ, तर आज चाहिँ अलिकति माथिसम्मै पानी आएको होला। त्यही भएर यो अर्को बाटो चाहिँ जान्छौँ हामी। लास्ट टाइम मैले देखाएको, तपाईँलाई देखाएको भन्दा नेक्स्ट अर्को बाटो छ। लाइक त्यही नै हो, तर हल्का सानो एउटा अलिकति लामो पर्छ। त्यो बाटो जाउँ है त आज। यो पनि पुरै जामै त होला। यसमा चाहिँ अब एउटा माइक युज गर्दाखेरि चाहिँ भाइजर खोलेर चलायो भने बाहिर पनि हल्का फुल्का आवाज चाहिँ आउँछ। तर अब भाइजर अफ गरेर चलायो भने चाहिँ बाहिरको त्यो साउन्डै आउँदैन भन्दा पनि सानो आउँछ, तर साउन्डै आउँदैन भन्दा पनि हुन्छ। अनि त्यही भएर चाहिँ त्यो डबल माइक मैले खोजिरहेको थिएँ। अब यहाँबाट चाहिँ यता जानुपर्छ, नत्र त्यो गल्लीबाट फेरि घुम्नुपर्छ। त्यो गल्लीबाट घुम्नुभन्दा यहाँ चाहिँ एउटा कस्तो त्यो उकालो पनि डेन्जरवाला उकालो बनाइदिएको क्या। त्यो बिस्तारै लगेन भने चाहिँ भङभुङ तल छुन्छ।
त्यही भएर त्यहाँ चाहिँ एउटा अलिकति मलाई चाहिँ अप्ठ्यारो भन्दा नि यो त्यहाँनिर अगाडि चाहिँ लास्टेसन चाहिँ झ्याप्पै छुइदिन्छ क्या यो अगाडिको देखिरहनु भएको नि हेर्दा मात्र हो कि यो उकालो छ अनि उतापट्टि गएर ठ्याक्क फेरि खाल्टो छ क्या त्यही भएर चाहिँ मैले चाहिँ अस्ति लगाए जस्तै गरी लिएर जान्छु यहाँनिर भ्याट्टै छुन्छ अस्ति चाहिँ हामी त्यो बाटो गएको थियौँ त्यहाँनिर अलि अगाडि गएपछि चाहिँ एउटा खाल्टो छ क्या पानी जमिरहेको रहेछ पानी चाहिँ जति भयो भने सुक्दै नसुक्ने त्यही भएर यो बाटो आउँदा चाहिँ स्पिड ब्रेकर एकदम धेरै छ बिस्तारै आउनु होला त्यो पनि यस्तो गल्तीमा सकेसम्म बिस्तारै चलाएकै राम्रो यो लास्ट स्पिड ब्रेकर यहाँको ल यताबाट गयो भने चाहिँ त्यो बालाजु कुन के मन्दिर पो भन्छ त्यो मन्दिर हुँदै जाने बाटो हो त्यो चाहिँ ठ्याक्क उता खोलातिर निस्किन्छ अनि जाने हो भने चाहिँ कपुरधारा हो कि सरकारी धारा पनि ठ्याक्कै निस्किन्छ यहाँबाट आउँथ्यो हामी यहाँबाट चाहिँ त्यो अलि अगाडि नै ठ्याक्क पुरै खाल्टो छ क्या पानी खत्रै जम्छ त्यो भएर चाहिँ त्यो बाटो नआएको हामी त्यो एक्सपल्सवाला भिडियो चाहिँ एउटा नि कट गर्दिनँ भनेर सोचेर बनाएर जे छ भिडियो ठ्याक्कै ल्याएर अपलोड गरिदिएको दुईचोटि अपलोड रिजेक्ट भयो क्या किन चाहिँ यो दुईचोटि अपलोड रिजेक्ट भयो भनेर यसो हेरेको सुरुचोटि अपलोड रिजेक्ट गर्दाखेरि चाहिँ नेटवर्कको इस्यु हो कि भनेर सेकेन्डचोटि पनि अपलोड गरेँ अनि सेकेन्डचोटि पनि रिजेक्ट भयो क्या अनि सेकेन्डचोटि रिजेक्ट भएपछि चाहिँ किन रिजेक्ट भएछ भनेर यसो हेरेको 15 मिनटभन्दा माथिको भिडियो अपलोड गर्नै नपाउने रहेछ कि अब चढे नै त्यसलाई नि बाइपास गर्न सकौँ तपाईँहरूको सपोर्टले ठ्याक्क माथिबाट छोड्दो रहेछ स्क्रिनमा पानी पऱ्यो भने चाहिँ ट्याङ्गमा लगाएर छैन हामी चाहिँ नआइज यता पानी परेको बेला चाहिँ यस्तै हुन्छ पुरै लामो खालको जाम हुन्छ अनि यसमा अलिकति ध्यान चाहिँ पुऱ्याउनुपर्छ उसको यसरी बाइकको ध्यान पनि आइदिन्छ अब आफ्नै लेनमा बसेदेखि त सजिलै हुने हो क्या अरे सबैलाई आफ्नो लेनमा नबस्दिनु भएपछि चाहिँ हल्का गाह्रो हुन्छ हामी चाहिँ खुसी आइपुग्यौँ बिस्तारै बिस्तारै यो स्याम्पूवाला माइक्रो चाहिँ एकदम पेलेर चलाउँछ यो बाटो चाहिँ उनीहरूकै मात्र बाटो जस्तो गरेर पुरै पेलेरै आउँछ क्या अनि अझ बिस्तारै हामी त्यस बाइकहरू स्कुटीहरू बिस्तारै चलाइरहेको छ भने पछाडिबाट हर्न बजाएर हैरान बनाउँछ कुनै दिन त्यस्तो पायो भने म भिडियो चाहिँ बनाउँछु आजकल क्यामेरा यो भिडियो बनाउनु थालेदेखिबाट चाहिँ त्यो भेट्टाएको चाहिँ छुइनँ दिनभरि पानी परेछ खोला पऱ्यो होला
अझै बढेर हिँड्छ ठिकै हो खोला नबढेको फोकसलाई त आँखामा पारेर बाल्नुपर्छ नि कहाँ छोड्ने भन्दा नि